पशुपतिनाथले रक्षा गर्छ, डोले सोले रक्षा गर्नुभएको छ। अब एउटा कुरा चाहिँ के भन्नुपर्छ भने म सबभन्दा पहिले एभिन्युज टेलिभिजन स्थापना हुँदाखेरि यसो के सम्बन्ध छ भन्दाखेरि मैले के भनेर भने मैले शिवपुराण पढ्दाएँ। हाम्रो आधार त त्यही हो नि त। शिवपुराणमा के लेखेको छ, दुईवटा वचन छ, त्यस कारण कहिलेका कन्ट्रोभर्सी पनि हुन्छ। मैले अस्ति भनेको करिब 10-15 दिन अगाडि यहाँ पनौतीमा मलाई एउटाले सोधे, तपाईँले डोलेश्वरलाई केदारनाथको शिर भन्नुभयो भनेर। मैले भनेको होइन, यो भगवान् होइन, मेरा पुर्खा वशिष्ठ गोत्री व्यासजीले नै भनेको। वशिष्ठका पनाति होइन व्यासले 18 पुराण लेख्नुभयो। ती उहाँले के लेखिदिनु भयो भनेर दुईवटा एउटा पशुपति शब्द छ, तर पशुपतिको अर्थ के हो? पशुपतिनाथ भनेको छैन शिवपुराणमा। पशुपतिका मन्दिर धेरै ठाउँ छन्। तपाईँ माउन्ट आबुमा जानुहोस् राजस्थान, त्यहाँ पनि पशुपति मन्दिर छ। पशुपतिनाथको मन्दिर संसारमा एउटा मात्र चाहिँ हाम्रो नेपालमा। र त्यहाँ चाहिँ के भनेको छ भने म एकदम सर्टकटमा, म समय धेरै लिन्न किन यो मान्छेलाई कहिलेकाहीँ जिज्ञासा पनि हुनसक्छ भनेर, यहाँ नयाँ पालाख्य पुर्याम तु प्रसिद्धायाम मैतले लिङ्गम पशुपति साख्यम सर्व काम फलप्रदम, सबै कामना पूर्ति गर्ने पशुपतिको लिङ्ग शिवपुराण छ। पशुपतिको पशुपति भनेको शिव। अर्को त्यसको प्रश्न जब केदारनाथको वर्णन आयो, कोटी रुद्र संहिता, तपाईँ शिवपुराणको कोटी रुद्र संहिताको 19 अध्याय हेर्नु, 19 अध्यायको 16औं श्लोक, एउटा श्लोक मात्रै म भन्छु। त्यहाँ के लेखेको छ? तद्रूपेण स्थितस्तत्र भक्तवत्सल नाम भाग नयपाले शिरोभागो गत तद्रूपत स्थित। जुन रूपमा केदारनाथमा त्यो शिव छ, के अरे त्यो भगवानको स्वरूप छ, त्यही रूपमा शिव चाहिँ म नेपालमा गएर गएको छु। यसो कथा लामो छ, म कथा पनि जान्न। त्यो त शिवपुराणको भनाइ हो नि त। त्यस कारणले गर्दाखेरि कहिलेका मान्छेले भन्दैन हामी सत्यम वद भन्नु पऱ्यो। हामी साँचो कुरा बोल्नु, धर्मम छ र साँचो कुरा बोल्नु, धर्मको आचरण गर्नु, त्यो शिक्षा पढेको हुनाले हामीले भएको कुरा भने हामीले बनाएको होइन। बनाएको कुरा चाहिँ मैले यहाँ भनेको छु, मेरोमा पनि लेखाएको छु मैले। केदारनाथको शिर, अब के मैले 4वटा कारण, एउटा कारण त के भने पशुपति भनेको आदिलिङ्ग हो। नेपालको पशुपतिनाथ आदिलिङ्ग हो। हाम्रो डोलेश्वर महादेव भनेको करिब 5000 वर्ष पुरानो, जो पाण्डवको होइन उत्तराखण्ड स्वर्गारोहण गमनसँग सम्बन्धित करिब 5000 वर्ष पुरानो। अब त्यति पुरानोलाई हामीले ल्याएर अनादि पशुपतिनाथको लिङ्गलाई ल्याएर केदारनाथमा जोड्ने कामै छैन। शिवतत्व एउटै हो तर स्वरूप भिन्न। त्यो ज्योतिर्लिङ्ग त्यो पहिला आरो ज्वालाले गर्नु पछि झाँक्यो हाम्रो पाटो र त्यसो गरेको हुनाले त्यसले हामीले केदारनाथको शिर मानेको छ। एक कुरा। दोस्रो कुरा के हो, स्वयं उहाँको रावणले आएर भनिसक्यो पनि हाम्रो बस्ती उहाँले भन्नुभयो, त्यो लोक प्रसिद्ध छ, हामी सबै थियौँ त्यसमा। उहाँले पशुपतिको धर्मशाला बस्नुभएको धर्मशाला हामी त्यही गरेर भेट्छौँ। हामी सबै आयौँ भक्तपुर महादेव यात्रापुरमा कार्यक्रम गर्नुभयो। त्यसपछि उहाँ डोलेश्वर आउनुभयो होइन, बस्नु सबै छुट्टी गरेर उहाँले आएर घोषणा गर्नुभयो। त्यसमा के जब केदारनाथ मात्रै आयो, केदारनाथ के हो त्यहाँ पूजा गर्ने अवस्था भएन, त्यत्रो ठुलो बानी भयो। त केदारनाथको पूजा कहाँ भयो? त्यही डोलेश्वर महादेव भयो। त्यो हामीले गरेको हो, कोही भारतका मान्छे आएर गरिरहेको छ। त्यस कारणले पशुपतिसँग हाम्रो कुनै भेद छैन। पशुपति हाम्रो राष्ट्रदेव हुनुहुन्छ, डोलेश्वर पनि हाम्रो राष्ट्रदेव हुनुहुन्छ, कुनै नाम मात्रै भेद हो। तर सबै यो स्थापना कालको हिसाबले भन्नु यो आदिलिङ्ग हो, यो पछि स्थापित लिङ्ग हो, जुन चाहिँ केदारनाथको शिव हो। यो केदारनाथ जो जानुभएको छ, केदारनाथमा जस्तो मूर्ति छ त्यसैको शिर भागी हो। यो शिरलाई लगाएर केदारनाथको जोड्ने पनि एउटा शिवको स्वरूप बन्दछ। उहाँ गिड मात्रै छ, यहाँ शिर छ।
त्यति प्रष्ट हुँदाहुँदै विवाद गर्ने काम छैन भने प्रसङ्गले भने महादेव भनेको सबै ज्ञानदाता, शक्तिदाता, ऐश्वर्यदाता। त्यसपछि श्रावण महिनामा त शिवजीको आराधनाले के पुग्दैन, सबै कुराको छ होइन। विद्या पनि पाउँछ, सन्तान पनि असल सन्तान पनि पाउँछ, धन सम्पत्ति पनि पाउँछ, अरू कामरा छ कामरा पनि पुरा गरिदिने क्षमता महादेवमा छ। र महादेवमा चाहिँ तपाईँको नाम किन महादेव भनेको, अरू कुनै देवताले गर्न नसकेको काम गरेको हुनाले उहाँलाई महादेव भनिएको। देवताका पनि देवता महादेव। कालोकुट विष कसैले खानु सक्यो, कालोकुट विष कसैले तहलाउनु सक्यो, सकेन। अनि महादेवले मेरा प्राणीहरू, मेरा सन्ततिहरूलाई सङ्कट आउने गरेर उहाँले आफैले त्यो पान गरेर त्यो घाँटीमा राखेर उहाँको नाउँ पनि नीलकण्ठ भयो। र उहाँ चाहिँ जन्म मृत्युभन्दा माथि हुनुहुन्छ। उहाँको जन्म पनि छैन, मृत्यु पनि छैन। र उहाँले जे पनि मानिसलाई आयु बढाउने मात्रै होइन, अजरामर बनाइदिनु पनि सक्नुहुन्छ। त्यो क्षमता महादेवमा मात्रै छ। र यति भन्दै यो उसको चाहिँ म यहाँ वाचन गर्दिनँ। म हाम्रो डाक्टर कान्ता भट्टराईलाई छोटो छ है। यति भन्दै मलाई आज यहाँले सम्झिनु भयो। म यही गाउँको बासिन्दा हो, यही सिपाटोलमै बस्दछु। मेरो छिमेकी हाम्रो रत्नजी हुनुहुन्छ। र अब यता पारिपट्टि हाम्रो धर्मराजजीको हाम्रो हरि